जिम गर्नुभन्दा अगाडि मान्छेहरूले यस्तो खालको प्री वर्कआउट सप्लिमेन्ट तपाईँले खाएको देखिराख्नु भएको हुन्छ होला। सो यो भनेको खासमा के हो र यसले तपाईँको वर्कआउटमा कतिको चाहिँ इफेक्ट देखाउँछ त? यसमा चाहिँ धेरै इन्ग्रिडियन्टहरू हालेको हुन्छ तपाईँको वर्कआउट पर्फर्मेन्सलाई इन्हान्स गर्नको लागि। जस्तै फर इक्जाम्पल भनेको नम्बर 1मा भनेको क्याफिन हालेको हुन्छ। क्याफिनले चाहिँ तपाईँको एडिनोसाइन भन्ने ब्रेनको केमिकललाई, स्लिपी केमिकललाई ब्लक गरेर तपाईँलाई एनर्जाइज्ड फिल गर्छ। यसले चाहिँ तपाईँको एनर्जीवाला फिलिङ दिन्छ। नम्बर 2मा भनेको चाहिँ बेटा एलिनाइन भन्ने हुन्छ, जुनले चाहिँ तपाईँलाई त्यो चर चिलाउँछ नि, त्यो चिलाउनेवाला फिलिङ चाहिँ बेटा एलिनाइनलाई दिने हो। नम्बर 3मा भनेको एल्सिट्रिलिन मेलेट हालेको हुन्छ, जुनले गर्दा चाहिँ तपाईँलाई ब्लड फ्लो बढेर तपाईँको पम्प बेटर हुन्छ। र नम्बर 4मा भनेको चाहिँ कुनै राम्रो प्री वर्कआउटमा चाहिँ एल्फा जिपिसी पनि हालेको हुन्छ, जुनले गर्दा चाहिँ तपाईँको फोकस बढिदिन्छ, तपाईँको ब्रेनको फोकसलाई पनि बढाइन्छ। र यो सबै इन्ग्रिडियन्ट अरू पनि कति इन्ग्रिडियन्टहरू हालेको हुन्छ होइन, यो सबैले कम्बाइन गर्दाखेरि चाहिँ तपाईँको वर्कआउट पर्फर्मेन्स चाहिँ बेटर हुनसक्छ। तर तपाईँले यही सप्लिमेन्टै किन्नुपर्छ भन्छ होइन, तपाईँले यसको साटो कफी खाँदा पनि हुन्छ। किनभने सबसे भन्दा इम्पोर्टेन्ट इन्ग्रिडियन्ट यसमा हुने भनेको क्याफिनै हो नि त। सो क्याफिनको लागि चाहिँ तपाईँले कफी खाँदा पनि हुन्छ, कि नभए क्याफिन ट्याब्लेटहरू पनि तपाईँले पाउन सक्नुहुन्छ अलिक चिपर भर्जनमा। सो यस, यसले चाहिँ तपाईँको वर्कआउट पर्फर्मेन्समा डेफिनेटली इम्प्रुभमेन्ट देखाउन सक्छ।